यो हजुरहरूले देखिरहनु भएको दृश्य जापानको इचिकुवा चिडियाखानाको हो। अनि यो सानो बाँदर जसको नाम पञ्चकुन हो। आमाले त्यागिदिएको यो सानो बाँदर अचानक एक्लो भयो। आमाको काख, आमाको न्यानोपन, आमाको स्पर्श सबै एकैचोटि गुमायो यसले। ऊ एक्लै बसिरहेको देखेपछि चिडियाखानाका कर्मचारीहरूले उसको लागि एउटा नरम गुडिया राखिदिए। यो गुडिया खेलौना मात्रै थियो, तर उसले त्यो गुडियालाई आमा सम्झ्यो। उसले त्यसलाई अँगालो हालेर बस्यो, रुँदै त्यसैसँग टाँसिएर बस्यो, खुसी साट्यो, दुःख साट्यो। यो कुरा चिडियाखानाका मान्छेले हेरिरहे र कैद पनि गरे क्यामेरामा। एक ठाउँबाट अर्को ठाउँ जाँदा, जुनसुकै ठाउँमा पुग्दा, राति सुत्दा त्यसैलाई समातेर सुत्छ। यहाँ दृश्यमा त्यही देखिन्छ, जुन दृश्य एकदमै कारुणिक छ, रुवाउने खालको छ। विज्ञान भन्छ शिशु जनावरहरू अथवा शिशुहरूका लागि आमाको स्पर्श नै जीवन हो, न्यानोपन नै सुरक्षा हो। हामी सोध्छौँ जनावरलाई के थाहा हुन्छ, योसँग के भावना हुन्छ भनेर, तर यो दृश्यले सिकाउँछ माया भाषा होइन, अनुभूति हो।